to welcome to तपाईँहरूलाई म भर्खर ओछ्यानबाट उठेर यहाँ आइरहेको बुवा चाहिँ सुतिरहनु भएको छ तलमा गएको दुध यहाँ चाहिँ मान्छेको आएको तपाईँ जाडो आमा घर देखाउनुहुन्छ भनेर चाहिँ कहाँ लिनु भएको मलाई दुध पो लिन जान आँटेको छु नि अब दुध लिन गएको म लु बस्दै गर्नु अब आधी घन्टामा आइहाल्छु आधी घन्टा त होइन 1 घन्टामा जाडो त यस्तो छ कि ढुसै लागिरहेछ यस्तो चिसोमा कुद्नु परेको छ दुध पनि एक ठाउँ र तीन ठाउँ पो जानुपर्छ फेरि पिछा नोट यो घर पहिला दुध दिन हामीले दुध लिइसकेका छौँ हामी जानेछौँ यो घर छिर्नु पर्यो आन्टी कहाँ आउनुहुन्छ हौ दुधवाला आइसक्यो दुध दिनलाई भाइ दुध दे यसमा हाल्दै खोइ कपाल निकाल्न सक्दैन निकाल्दै पनि जाडोमा दुध छोडिरहेको छु त्यो खानालाई खाइदियो नि फेरि लडवाला लाउँछ प्लसको जाडो दुध चाहिँ मैले त्यही छोडिसकेको छु फेरि फर्केर लिन्छु बाटो त फेरि खतरा खतरा छ एक हातले बोल्नुपर्छ मान्छे जाडोले छिरे तेरिका झन्नै छिरे नि त म त झन्नै छिरिहाले छिन चाहिँ एक हातले कुदाउनु साह्रै गाह्रो झन् अर्काको दोरीबारी छिर्यो नखतिर चाहिँ नछिरौँ कस्तो छिरेको छ खाल्टो अब यसको सुरु भयो है ए यो कति करा छ मलाई देखाएन भाइ यसले त म आएको पनि थाहा पाइहाल्छु हो ल झ्याप्पा लाएर दुध हालिदिउँ त के होइन दुध हाल्ने
बाख्रा चाहिँ के हेर्दैछ सोध के भन्दैछस् यसले चाहिँ कति भुक्दैछ राम्रो गएको कति भुकेको छ हौ मधुल धेरै गइसकेको छु हजुर तपाईँ चाहिँ काले हुनुहुन्छ र अघि लडेको ठाउँतिर फेरि लड्ने हो कि किर्लिङ किर्लिङ घन्टी बजाउने ठाउँ छैन अघि आन्टीले हेरेर यहाँ लड्यो हेर्नुमा झन् निकाल्छ निकाल्न त बाटो उता रोड छ यता छैन फेरि हजुर एक घन्टे आइसकेको छु दुधलाई हो फुच्चे के गर्नु छ चिया खाएर बस्ने हो ल चल दिया दुध लिएर यहाँ राखेको थिएँ निन्दैको नि अब यस्तो जाडोमा पनि कुखुरा कसरी बसिरहेछन् हौ सिरक बढाइदिनु पर्दैन झन्नै ओडिरहेको यस्तो दुध पखेको छटकै छ जाडोमा एक हातले साइकलको दुख्ने छ ब्याचै घट्यो भने त मेरो त दिन बिग्रिहाल्यो नि त म घर आइसकेको छु अब ओइ त्यहाँ बसेर कराउँछिस् लु राखौँ दुध चाहिँ अब घरखाली बिरालो हुन्छ लु दुध लिनु तताउनु जाडोमा आगो ताप्नु सेकेर बस्नु आगो ताप्दै बस्नुहुन्छ घरतिर देखाउँदिन यस्तै छ यी राम्रो छ यी ओछ्यानमा यी सुत्न थाल्नु भयो अहिले चाहिँ आमा नत्र त माथि नै हो म माथि चढी अब हिँडेको मेरो त किन देखाउनु हाम्रो बुवा सुतिरहनु भएको छ ल त आजलाई यति नै ब्लग अब अर्कोचोटि फेरि के भन्दा पनि राम्रो बनाएर आउँछ